यसको काम तिम्रो छोरालाई भन न अन्जानीमा आऊ आज त अन्जानीमा पो हुनु अरे फेरि टोपी चाहिँ फेरि बिदाको खतरा छ है टोपी चाहिँ मिठो बाबाले मकर चामल हालेको मकैको चामल हाल्दै ए अलिक उता जान अन्त पो देख्छस् त आशिष भात खाँदैछ चुप लागेर खा हो दुनियाँहरुको फोटो चाहिँ नखिचाले पनिउर चाहिँ दिन्छु म ए यहाँ पनिउर चाहिँ दिन्छ अरे पनिउरले दिन्छ अरे हौ तेरो हडाहडा उयो चाहिँ नगर हो राखिहाल्छु यहाँनिर चाहिँ फेरि अनि पनिउर दिएर बन्दै भयो अन्डे भयो भात पस्किँदैछ अब फ्याउरा जस्तो त नगर है नाम्जो यो चाहिँ हाम्रो दाना भन्ने आपा यहाँ बहिनी यता फेरि खतरा बैनी भात खाएर बाजेलाई पुरै राख्दियो अन्त बाजेको त्यो दुईटा दबाई छ त्यो प्रेसर त्यो कालो होइन है अर्को सेतो बाजेले खाँदै रहेछ होइन तेरो अन्त अहिले पानी पनि एक कप लग्दै भाषा पानी छ अबुई भित्र ओ भोलि मिसनमा जाने कहाँ सिरुबारी जङ्गलले जुङ्गै ओ बिदा बाजेलाई पुरै राख्दियो के होस् बैनीले लान्छ सिरुबारी त नजाउँ उतै जाउँ पानी त्यसमै लानु नि कि छ पर ए ल बैनी खाएर बाजेलाई पुरै छिप्लो छ त्यो उयो ए लसुन त छैन त है हाम्रोमा किन बुढोलाई त्यो अलिकति मालिस गरिराखिदिनु पर्यो भनेको त लसुनले चाहिँ किन गर्नु अन्त ढल्किँदै गएर के म तेल ल्याएर मालिस गरिदिन्छु अहिले ल शुद्ध गर सुते गर्नु कि बाजे अहिले बुढोले गरिदिन्छ ल सिरुबारी जाने यता छ कुन चाहिँ तिम्रो तेलले गरिदिने एक नम्बर यो तेलले त मैले अघि गरेको दिन्छु अन्त केले गरिदिने सिरुबारीको दाउराहरू घाँसहरू तेल लगाएको होला सकिसक्यो खाँदै यता चाहिँ दाउरा काट्यो यता त सिरुबारीको घाँस पुरा काटिरहेको छ हो होइन अब सिरुबारीको घाँसहरू पनि सकिसक्यो अब जङ्गल कुद्नु पर्ला जस्तो छ हो बाजेलाई पुरै राख्छ यता 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 फेरि तिनजना नोटेड भइरहेको ठेल्नोमा भाडा पुरै राख म धुइराख्छु दादा खायो भा छ यता ओए भात खान्छस् कि कति बेला खानुपर्छ नि हो अन्त के कति बेला ओ दादा सिरुबारी नजाउँ है नोटेड भइरहेको छ नोटेड त तिमीहरू पहिल्यैदेखि भइरहेको छ अहिलेदेखि मात्रै होला गरे छिटो भरे घन्टा ज्ञानन त अन्त एकैचोटि आयो नि छैन नि अन्त डोको लिएर भागिदिइरहेको हुनुपर्छ त अन्त खोइ म यसमा खान्छु विजेता